हेलो नमस्ते वेलकम छ सबैजनालाई मेरो युट्युब च्यानलको मिनी ब्लग जस्तोमा जो पनि लिजबन बस्नु भएको छ लिजबन बसेर यो पार्क घुम्नु भएको छैन भने तपाईँहरूले धेरै ठुलो मिस गर्नु भएको छ। आई एम बिमल, म चाहिँ युट्युबर ब्लगिङ तथा इन्फर्मेसन भिडियोहरू बनाउँछु। यो कम्बुक्रान्तेमा रहेको सानो पार्कमा एकदमै राम्रो र एकदम सुन्दर छ। हामी चाहिँ आज त्यहाँ गएका थियौँ भिडियो गर्न र ब्लगिङ गर्न र केही छुट्टीको टाइममा यसो टाइमहरू चाहिँ स्पेन्ड गर्न लगाएको थियौँ। पार्कमा घुम्दा घुम्दै हामीलाई त्यहाँ म्याकडोनल्ड्स पनि देखियो। देखेपछि हामीले खाजा खाने मोड बनाइयो। आज केएफसी खानुपर्छ भनेर प्लान गरियो। अब हामी भित्र गइन्छ, अर्डर दिनु पऱ्यो के छ, पाउँछ कि पाउँदैन, के पाउँछ। यो चाहिँ खास यहाँ कलेजलाई केन्द्रित गरेर बनाएको रहेछ। कलेजको धेरै स्टुडेन्टहरू धेरै देखिरहेको थिएँ मैले त्यतिखेर। हामी भित्र आइयो, अर्डर पनि दियो। पाउन चाहिँ सबै कुराहरू पाइँदो रहेछ साथीहरू। अहिले चाहिँ हामीले केएफसी विङ्स र जुस, आइसक्रिम र सस अनि मल्जी कफी खाइए। यति खाँदै हामी मजाले तिनीहरूसँग रमाउँदै त्यहाँ वरिपरि बसिरहेकै थियौँ हाम्रो वरिपरि। त्यति बेरमै मान्छेहरू पनि धमाधम बसिरहेको थियो, एकदम बिजी भिडभाड भइरहेको थियो। यस्तो राम्रो भ्यूको साथमा बसेर खानुको मजै छुट्टै हुन्छ साथीहरू। तपाईँहरूले पनि हेर्न सक्नुहुनेछ। यो सब देखेर हामीले पनि आनन्द लिँदै केएफसीसँग जुस र आइसक्रिम खाँदै थियौँ। जे होस् रमाइलो भइरहेको थियो। त्यति नै बेला उतापट्टि एकजना बाबुले साइकल चलाउँदै आइरहेको थियो। मलाई कस्तो भिडियो लिन मन लाग्यो। कस्तो क्युट बाबु थियो। उसको ड्याडीले ह्यान्डल गर्दै ऊ आएर मैले भिडियो पनि लिएँ। त्यति बेला केएफसीको पछाडिपट्टि यतापट्टि बस्ने पार्क जस्तो थियो। त्यसमा पोखरी पनि थियो गाइज। यहाँ स्टुडेन्टहरू बसिरहेका थिए। शान्त वातावरण, आनन्द लाग्ने ठाउँ। जे होस् एकदम रमाइलो। लिजबनमा बस्नुहुन्छ भने त तपाईँहरूलाई कम्बुक्रान्ते धेरै टाढा होइन। यदि बाहिरबाट पनि आउनुहुन्छ र एक दिनको लागि यसो घुमौँ भन्यो भने कम्बुक्रान्तेको पार्क एकदम राम्रो छ। त्यति भन्दै यो चिरिएको रुख पनि देखियो, यसको पनि भिडियो लिएँ। यहाँ पानी खाइरहेका थिए दुईजनाले। मतलब पानी हामीले कस्तो रहेछ, अब पार्कको पानी कस्तो मिठो छ कि छैन भनेर चेक गर्नलाई पनि हामीले ट्राई गर्ने भनेर बसिरहेँ। मैले पनि खाएँ। पानी एकदमै राम्रो थियो। जे होस् मिठो लाग्यो मलाई पनि। त्यसपछि यो पार्क हेर्दै अब हामी फेरि उता अगाडि बढिरहेका थियौँ। त्यतापट्टि ग्राउन्ड थियो। ग्राउन्डमा चाहिँ के हुँदो रहेछ भनेर यसो भिडियोहरू बनाउनु पर्यो भनेर हेर्दै थिएँ मैले। ग्राउन्डमा टेनिस खेलिरहेको रहेछ। एकदमै राम्रो थियो है। घाम लागि पनि एकदम शीतल वातावरण थियो, शान्त वातावरण। जे होस् पार्क भनेपछि एकदम राम्रो, रमाइलो र सफा थियो है। त्यति भन्दै अब हामी चाहिँ अगाडि निस्किँदै थियौँ। अब फर्किने बेला हुँदै थियो। यहाँ चाहिँ दुईवटा मूर्ति रहेछ। त्यो मूर्ति चाहिँ अब सायद यहाँको कसैको होला। अब हामीलाई त्यति जानकारी भएन। बिचमा एकजनाले साइकल ल्याएर ऱ्याक गरिदियो। जे होस् राम्रो भयो, भिडियोमा आएको थियो। त्यही भन्दै हामीले पार्कको भ्यूहरू त देखाइसक्यो साथीहरू। अब कस्तो लाग्छ भिडियो, राम्रो नराम्रो प्रतिक्रिया दिन नबिर्सिनु होला। र नयाँ हुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला। युरोप सम्बन्धीको इन्फर्मेसन र ब्लगिङ टाइपको भिडियोहरू आउँछ मेरो। तपाईँहरूले यदि युरोपको केही जानकारी लिन चाहनुहुन्छ भने कमेन्ट गर्न पनि नबिर्सिनु होला। हस्त धन्यवाद। यदि तपाईँहरूले टिकटकबाट हेर्दै हुनुहुन्छ भने पनि फलो गर्न नबिर्सिनु होला।